रवि लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा देखाउन सक्छ। जेलबाट एउटा कैदी निस्किन्छ, हामी माला लगाइदिन्छ नि हैन। बाघ आयो, बाघ आएको छ बाहिर, सहकारी जोगाएर राख्नु। रवि लामिछाने ठिक छ त, सबै मेरो ब्याङ्क पनि खाइदिन्छ, फाइनान्स खाइहाल्यो है, एउटा मात्र हो त भने कतिवटा हुँदैछ आमा, म त एउटा भन्नाले गयो। रवि लामिछाने देशमा गएर आगो लाउन जाँदो रहेछन् नि त, गए त तिनका कार्यकर्ता जसले यो देशको नागरिकता त्यागेर विदेशमा गएर विदेशी नागरिक ल्याउँछ, त्यो देशले यो देश बचाउँछ भन्ने छ। देशभक्त रवि लामिछाने तपाईँ कसरी देशभक्त भयो? देशभक्त भए देशको नागरिकता किन त्याग्यो? अब ओली र महेशले बालेन्द्र र रविलाई खेच्छ काठमाडौँबाट हेर्दै जानु। कमजोरी नाइटै नभए मान्छे अमेरिकाले लडिदिनु भएछ, बोल्नै पाइँदैन। तपाईँ नाइट नभए मान्छे अमेरिकाको नाइट लिएर तपाईँले सहकारीको पैसा नपसेपछि रवि दाइले पैसा छेड्दै किन्न थालेका छन्। पुरा चोर रवि लामिछाने सहकारी ठगसँग 2 करोड धरोडो दिन कहाँबाट आयो? भेडा जनताहरू 2 करोड कहाँबाट ल्यायो? गरिबले देशलाई खरानी बनाएर जेलबाट दौडेर भागेर आएर सिंहासनमा बस्छु भन्ने दाउ गर्ने माठगले फेरि एउटा सुशासनको ढोगी फुकेछ। सहकारी ठग हत्यारा, शालिग्राम बुढासैनीको हत्यारा, ड्राइभरको हत्यारा। अब भेडाहरूको नाइकेको बौद्धिक स्तर त अब सादा जनतालाई ठग्ने खाने हैन, अनि त्यसपछि अर्को पैसा लुटपाट गर्ने थियो। सहकारीको केटीहरूले मलाई पैसा फकाएर लगेर आज पैसा लगेर फसाइदिएर मेरो बच्चाले पढ्नु पाएन। आज मलाई यो भन्दा तनाव के छ त? लामिछानेको सहकारी ठगी काण्डमा प्रत्यक्ष संलग्नता देखिएको छ। अहिले मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। अनि रवि लामिछाने जस्तो सहकारी ठगेर तपाईको त सम्पत्ति शुद्धिकरणमा जेल परेको मान्छे, सहकारी ठगीको आरोप लागेको मान्छे जेलमा नभएर कहाँ पशुपतिमा घन्टी हल्लाउने चाहिँ जागिर दिनु पर्ने। एउटै अदालतमा होइन, 5-6 अदालतमा ठगीको मुद्दा पनि कति करोडौंको 2 खरब 75 अरब रुपियाँ हिनामिना भएको छ, सबै रवि लामिछानेले खाइदिएछ। फेरि पनि रवि लामिछानेले ढुक्क्याउलान्, फेरि पनि सहकारीको ठगी गर्लान्। हामी सत्य बोल्न डराउँदैनौँ। रवि लामिछानेलाई जसरी प्रस्तुत गरिएको छ, उनी गृहमन्त्री हुँदाखेरि सार्वजनिक खरिद ऐनलाई मिचेर यो परिचय पत्र चाहिँ फ्रान्सको कम्पनीले दिएको, बदनाम कम्पनीलाई। एउटा सहकारी होइन, 2टा सहकारी न 5वटा सहकारीको आक्षेप छ। त्यसै भित्र त्यो 5वटाले त्यसै दोष नाम छ, केही दोष। जान्नेलाई छान्ने यिनका नारा पञ्चायत सिंहलाई मुद्दा नचलाउने निर्णय मान्ने सहमतिसँगै ठग र अपराधी पोस्ने नयाँ नारा भयो। आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीभित्र संस्कार संस्कृति छैन, अनुशासन छैन। तर रवि लामिछाने तिम्रो एकदिन पाप लाग्छ, त्रिजात अधर्मी यो देशमा कोही छैन। किन अदालत जल्यो? जलेपछि किन रवि निस्क्यो? आफूलाई सोध्नु एकचोटि। सहकारीको पैसा खाने भाग, कारबाहीलाई क्लिन चिट भन्ने भाग, शालिग्राम बुढासैनी र आफ्नै ड्राइभर शम्भुले खाने भाग। अरे रवि लामिछाने बाघ भएको भए त निर्दोष बनेर छुट्यो। 2 करोड 74 लाखमा जनताको बचतको पीडित त्यो गलती लागेर छुट्नेलाई बाघ होइन, स्याल भन्छ, स्याल। बाघ निस्को खोरबाट शिकार गर्नु गरे, तेरो टाइगरले तेरो बाघले कहिलेबाट पैसा खान थाल्यो? सहकारीबाट ऋण काटेर हैन बालीनाली उब्जाउनेहरूको